तपाईँको 15 करोड त 10 करोड कहाँबाट कमाउँछन्? कुन चाहिँ डक्टरले कमाउँछन्? डक्टर एउटा डक्टरलाई आइदिनुहोस्, डक्टरले भन्नुहोस् मैले आजको दिनमा यति करोड स्वर्णिमा उहाँले तपाईँले भन्नुभयो डक्टर भन्नुभयो उहाँले कति करोड पैसा चाहिँ कमाउँछ महिनाको 1 करोड कसले कमाउँछ? महिनाको 10 लाख उहाँले कमायो, 2 लाख कमायो, महिनाको 20 लाख 25 लाख कहाँबाट कमाउँछन्? कुन चाहिँ हस्पिटलले दिन्छन्? कुन चाहिँ अफिसले दिन्छ? यो भिडियोमा यो मान्छे छ नि, यो मान्छे हो विद्यार्थी सङ्गठनको एउटा विद्यार्थी नेता र उसको अनुसार डाक्टर स्वर्णिम वाग्ले हो एउटा डाक्टर जसले सुई लाउँछ र कुन अस्पतालमा काम गरेर यति धेरै पैसा कमाएको छ जुन कारणले गर्दाखेरि उसले यति धेरै सुन सम्पत्ति र जग्गा किनेको भनेर प्रोटेस्ट गर्न आएको छ। र उसलाई यो पनि थाहा छैन कि मान्छेको अगाडि डाक्टर राख्दैमा कोही पनि सुई हान्ने डाक्टर हुँदैन। उसलाई यो पनि थाहा छैन कि आफू कुन प्रोटेस्ट गर्न आएको छ भनेर। अब यस्तो मान्छेलाई के भन्ने त? अब यो मान्छे नै काफी छ कि नेपालमा विद्यार्थी सङ्गठनलाई खारिज गर्नुपर्छ भनेर। तपाईँहरू यो विषयमा के भन्न चाहनुहुन्छ साथीहरू? तल फटाफट कमेन्ट गरेर भन्नुहोला र फलो गर्नुहोला च्यानललाई।